यो माननीय सांसद रामहरि खतिवटा जहिले पनि संसदमा दलालको जस्तो अभिव्यक्ति दिँदै आइरहेको छ। ऊ आफ्नो नलायक गृहमन्त्रीको बचाउका लागि राजपाका कार्य सभापति डीपी प्रसाद आर्यालले सुमिर टुर ट्राभर्स एजेन्सी खोलेको छ र त्यो टुर र ट्राभर्सबाट अहिलेसम्म कति मान्छेलाई भिजिटमा पठायो र कतिजनालाई भिजिट गरायो र त्यो मान्छे फर्केर आयो कि आएन त्यसलाई छानबिन गर्न त्यो रामहरि खतिवटाले संसद भवनमा आवाज उठाएको छ। र त्यो म रामहरि खतिवटा दलाललाई म भन्न चाहन्छु कि त्यसको त एजेन्सी छ, त्यो नेपाल सरकारबाट लाइसेन्स लिएर भिजिट भिसामा पठाएर छ, त्यो पनि टुरको लागि मात्र, र त्यो पनि टुर गराएर नेपाल फर्काएर रहेछ। तर तेरो गृहमन्त्रीले हाम्रो नेपाली चेली बेटी भाइ बहिनीहरूलाई भेडा बख्रा जस्तो दाम मोल मिलाप गरेर बेचेको छ। तेरो गृहमन्त्री जस्तो भिजिट भिसामा पठाएर त्यहाँ विदेशमा सेटल गराउन पठाउँदैन, त्यो घुम्नको लागि मात्र पठाउँदैछ हो। र यदि यो पनि भिजिटको नाममा गैर कानुनी गरिरहेछ त भने यसलाई पनि कानुनी कारबाही हुनु पर्यो। तर यो एउटा सानो मात्र हो, यो धेरै ठग्न सक्छ भने 1-2 जनालाई ठग्न सक्छ। तर तेरो गृहमन्त्रीले 3 करोड नेपालीको इज्जतलाई बदनाम गरिदिएछ, सम्पूर्ण नेपालीलाई इज्जत बदनाम गरिदिएछ। त्यो एउटा व्यक्तिको गृहमन्त्री छैन, त्यो सम्पूर्ण नेपाल देशको गृहमन्त्री र सम्पूर्ण नेपाली जनताको गृहमन्त्री। त्यसैमा त्योमा एउटा काङ्ग्रेसको इज्जत मात्र जाँदैन, त्योमा सम्पूर्ण नेपालीको इज्जत जान्छ। त्यसैले सबभन्दा पहिला यो गृहमन्त्रीको छानबिन हुनु पर्यो र यो त सानासिनालाई त बादमा छानबिन गर्ने हो। बुझियो दलाल?